पश्चिम नेपालको अर्घाखाँची जिल्लामा पर्ने सुपा देउराली नपुग्ने मानिस त कमै हुनुहुन्छ होला। यस सुपा देउराली मन्दिर अर्घाखाँची जिल्लाको उत्कृष्ट पर्यटकीय रूपको गन्तव्य बन्दै आएको छ। यस सुपा देउराली मन्दिर जाँदा लाहुरे टाँसेको भिड देख्नुभएकै छ होला वा सुन्नुभएकै छ होला। सुपा देउराली मन्दिरको उत्पत्ति र विशेषता भने धेरैलाई थाहा नहुन सक्छ। आजको यस भिडियोमा सुपा देउराली मन्दिरको उत्पत्ति र विकासबारे चर्चा गर्नेछौँ। साथै यो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने भिडियोलाई लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। महाभारत पर्वत श्रृङ्खलाको खोजमा रहेको सन्धिखर्क नगरपालिका वडा नम्बर 7 मा सुपा देउराली मन्दिर रहेको छ। मन्दिरको उत्पत्ति कहिले भयो कुनै समय छैन, तर यस मन्दिरमा रामकी पत्नी सीताले बनाएको चुलो र शिलालेखका आधारमा द्वापर युगदेखि नै मान्दै आएको विश्वास रहेको छ। परम्परागत शैलीमा निर्माण भएको यस मन्दिर 50 मिटर पर रहेको भिरको चट्टानमा लाहुरे टाँसिएको छ भन्ने विश्वास रहेको छ। सुपा देउराली मन्दिरमा धार्मिक तथा ऐतिहासिक रहस्य यही हो, लाहुरे टाँसिएको भिरसँग जोडिएको ऐतिहासिक किम्वदन्ती रहेको छ। परापूर्व कालमा खाँची घर भएका एकजना व्यक्ति रोजगारको सिलसिलामा लाहुर जान लागे। लाहुर जाने बेलामा उनले सुपा देउराली मातालाई भाकल गरे, ए सुपा देउराली माई, म लाहुरे बनु, धेरै धन कमाऊ, यदि मेरो मनोकामना पुरा भयो भने म हजुरलाई कालो पाठो र सुनको ध्वजा चढाउँछु भनी भाकल गरेका थिए। उनी लाहुरे पनि बने, पैसा पनि कमाए। धेरै पैसा कमाउँदै जाँदा उनको मनमा अहमता आयो। उनी छुट्टीमा घर फर्कन लागे। देवीलाई गरेको भाकल दिनु पर्दैन भनी उनलाई घमण्ड बढ्दै गयो। उनी नसाको तालमा मातिएर देवीलाई छल गरी जङ्गलको बाटो घर जान लागे। यो कुरा देवीलाई सह्य भएन। त्यो लाहुरेलाई घर नपुग्दै आधी बाटोबाट उसले लिएको सामान सहित बाकस र मानिस उडाएर मन्दिरको दक्षिणतर्फ रहेको सबैले देख्ने अग्लो भिरमा टाँसिदिनु भयो। अहिले पनि भिरको चट्टानमा लाहुरे विलिप भएको छाप देख्न सकिन्छ। भाकल पुरा नगरेर लाहुरेलाई टाँसेको भने यस मन्दिरमा धार्मिक एवं ऐतिहासिक किम्वदन्ती रहेको छ। सुपा देउराली मन्दिरमा बलि प्रथा पनि अझै नै कायम रहेको छ। यहाँ भाकल गर्दा परेवा, कस्मेटिक सामान, कालो पाठी भाकल गर्ने गरिन्छ। नवजोडीहरू विवाह बन्धनमा बाँधिन, तीर्थयात्रीहरू भ्रमण गर्न र यहाँको भाकल गरेपछि मनोकामना पुरा हुन्छ भन्ने विश्वासले आन्तरिक तथा बाह्य पर्यटनहरू इच्छा लागेर यहाँ दर्शन गर्न आउने गर्दछन्। अझै पनि यस मन्दिरमा दर्शनार्थीहरूको भिड लाग्ने गर्दछ। अहिलेको पुस्तामा पनि सुपा देउराली मन्दिरको महत्त्व धेरै नै रहेको छ। यस सुपा देउराली मन्दिर देशमा मात्र नभई विदेशमा पनि प्रख्यात रहेको छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटनहरू आउने गर्दछन्। दर्शकबिन, यदि यो सुपा देउराली मन्दिरको भिडियो मनपर्छ भने भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद। जय सुपा देउराली माता।